मलाई केही दुःख पनि छैन। त राम्ररी गर त सुध्री राम्ररी यो गर होइन। कति जति जति नराम्रो काम गर्छ त्यति त नगऊ बुझिस 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 मान्छेले गल्ती गर्यो तर सुध्री बुझिस सुध्री तँलाई मान्छेले मैले पनि मुद्दा हालेको छु ममा हालेको छु हालिन भन्दिनँ मुद्दा हालेको छु मेरो बाध्यता छ बुझिस दस दुनियाँ समाजको अगाडि मैले पनि बुझिस म पनि साँचो साबित भएर देखाउनु छ तैँले तेरो पैसा नखाएको होइन तर तेरो बाध्यतामा मैले खाएको हो नि त तैँले बाध्यताले मलाई म कसैको 1 रुपैयाँ पैसा खान मान्छे थिइनँ क्या बुझिस। तैँले जति मलाई बेइज्जत गरिस् जति मेरो परिवारलाई मारिस् होइन तर जुन मैले तँलाई मेरो परिवारलाई बिर्सेर मैले माया गरेको थिएँ नि त्यो माया म कहिले पनि मर्दैन बुझिस्। म मरेर जाउँ भए पनि मेरो मनमा जसरी तँलाई राखेको थिएँ त्यसरी नै लास्टसम्म बस्छस्। जति माया गरेको थिएँ त्यो माया जति माया गरेको थिएँ त्यो माया छँदैछ त्यो होइन त्यो माया मेटेर जाँदैन मान्छेले भुलेर गयो भन्छ मान्छे छुट्यो भन्छ तर जतिसुकै मान्छे छुटोस् जतिसुकै सम्बन्ध टुटोस् होइन तर दिलमा बसेको माया कहिले र कदापि पनि टुट्दैन कहिले पनि मेटेर जाँदैन त्यो तैँले गरेको मायाहरू अनि मैले तैँले गरेको माया म मरिन्जेलसम्म सम्झिन्छु र मैले गरेको माया तैँले पनि सम्झिन्छस् होला सायद होइन किनकि कुनै पल त हाम्रो प्रेम झुटो थिएन नि त कुनै पनि साँचो प्रेम गरेको थियौँ क्या तर गलत त निस्किदिस् होइन हजारौँ हजार मान्छेको अगाडि मलाई बेइज्जत गरिस् पैसा खाएको बनाइस् मलाई दस दुनियाँले मलाई कति चाहिन्छ तँलाई 500 छ 5,000मा सुत्छस् कि हजारमा सुत्छस् भन्दै कतिले फोन गर्यो मलाई कतिले मलाई यो गर्यो म साँच्चै भनौँ भने कसरी बाँच्यो होला त्यो अवस्थामा कल्पना पनि मलाई ऋणको केही फरक पर्दैन बुझिस् मलाई ऋणको केही फरक पर्दैन तर जसरी मैले समाजमा अनुहार देखाउनु लायक बनाइस् नि तर एक दिन यार मैले यही यो गर्नुको लागि मैले यतिसम्म खर्च गरेको छु मैले बरु ऋण नतिरी नतिरी पनि मैले वकिललाई बुझिस् पैसा खुवाइराखेको छु बुझिस् नि यो मुद्दा मैले जित्नुपर्छ बुझिस् नि किनकि मलाई दस दुनियाँले मलाई यति म तँलाई भुल्न त कुनै हालतमा पनि सक्दिनँ र भुल्दिनँ पनि होइन म जोसँग बोल्छु त्योसँग म तेरो बारेमा सबै कुरा भन्छु मलाई यसरी तेरो यति थियो तैँले प्रेम मलाई गरेको थिइस् तर एकदमै तैँले बन्दकमा राखेर गरेको थिइस् क्या म जो कोलाई भन्छु प्रेम अथाह गरेको थियो सायद उसले गर्नु जानेन होला तर मलाई प्रेम चाहिँ गरेको थियो भनेर म दस दुनियाँलाई भन्छु या तर तैँले मलाई यतिसम्म मलाई जे गरिस् गरिस् नि मेरो परिवारलाई गरेको निर्दोष मेरो दिदी बहिनी यति पल पल मरेको छ नि यदि भगवान छ भने मेरो दिदी बहिनी आओस् क्या म चाहिँ यति मात्रै भन्छु